people over there. You are watching UTV show on the way. र म रहेकी छु your own VJ सुरक्षा. यो प्रोग्राममा म युथहरुसँग एउटा टपिकमा इन्टर्याक्ट गर्ने गर्छु. आज पनि मसँग एउटा टपिक रहेको छ. टपिक रहेको छ नेपाली फिल्म. हेरौँ नेपाली फिल्म युथहरुले कतिको हेर्नुहुन्छ. उहाँहरु हेर्नुहुन्छ भने किन हेर्नुहुन्छ अनि हेर्नुहुन्न भने किन हेर्नुहुन्न. सो उहाँको भ्यू बुझौँ. सो लेट्स स्टार्ट आवर शो. हेलो. यहाँको शुभ नाम? मेरो नाम चाहिँ सुमन नेपाल हो. सुमन जी के गर्नुहुन्छ? म सानोतिनो जब गर्छु. ओके, जब गर्नुहुन्छ. तपाई फिल्म कतिको हेर्नुहुन्छ? फिल्म अब भ्याइसम्म कहिलेकाहीँ हेरिन्छ. नेपाली फिल्म हेर्नुहुन्छ? नेपाली फिल्म अलिअलि हेरिन्छ. हेर्नुहुन्छ. ओके, अनि रिसेन्ट फिल्म चाहिँ कुन हेर्नु भएको छ? रिसेन्टली फिल्म चाहिँ के यो माया हो भन्ने चाहिँ हेरे जस्तो लागेको थियो मलाई हैन. ओके, अनि तपाई फिल्म हेर्नु हुने रहेछ. तपाईलाई चाहिँ के रिजनले एट्र्याक्ट गर्छ नेपाली फिल्म हेर्नमा? एउटा चाहिँ अब नेपाली भएको कारणले गर्दाखेरि नेपाली फिल्म हेर्नुपर्छ जस्तो लाग्छ हैन. र नेपाली फिल्ममा अब कति कुरा चाहिँ अब जे पनि कपी गरेको जस्तो हो कि भन्ने चाहिँ हुन्छ हैन. प्रमोहरु कति फिल्म हामीले अब प्रमोहरु हेर्छौं नि. त्यो प्रमोहरु हेर्दाखेरि चाहिँ अब त्यो अब सिधै कपी गरेको हो कि भन्ने चाहिँ हुन्छ. अब अहिले चाहिँ धेरै नयाँ फिल्महरु चाहिँ अब युवा पिढीहरुले चाहिँ बनाइराछ. युथहरु पनि अब इन्भल्भ भइराछ नेपाली फिल्ममा हैन. जस अब अहिले चाहिँ जस हेर्न लायककै नै बनाइराछ. तर प्रोमोबाटै छुट्याउन मिल्दैन नि टोटल्ली कपी हो कि होइन भनेर हैन. प्राय त्यस्तो नै हुन्छ भइरा जस्तो लाग्छ मलाई. किनभने 4 वटा 5 वटा गीत हाल्दियो हैन. 4-5 वटा अब यसो अब डायलग हाल्दियो अनि अब 4-5 वटा अब फाइट साइड हाल्दियो हैन. कमेडी हाल्दियो सकियो के फिल्म. त्यो चाहिँ अब कुनै पनि रिसर्च कुनै पनि फिल्मलाई अब रिसर्च राम्रोसी रिसर्च गरेको चाहिँ पाइएको छैन क्या. ओके, तपाई त्यही भन्नुहुन्छ. अनि त्यसपछि इम्प्रुभ गर्न चाहिँ के गर्नु पर्ला त? इम्प्रुभ गर्नलाई चाहिँ मेरो विचारमा अब एउटा राम्रो मान्छेहरु रिसर्च गरेर हैन जुन कुरामा पनि राम्रोसी लाग्यो भने त्यो अवश्य पनि राम्रो नै हुन्छ हैन. मेरो विचारमा चाहिँ नेपाली फिल्मलाई माथि उठाउने हो भने चाहिँ एउटा रिसर्च गरेर कस्तो फिल्म बनाउँदाखेरि अब स्टोरीदेखि लिएर अनि अलि ट्यालेन्ट मान्छेहरु जस्तै अब हिरो हिरोइनी पनि अब पैसा अब 2-3 लाख हाल्दिहाल्यो भने अब हिरो बन्ने हैन हिरोइनी बन्ने अब त्यस्तो प्रवृत्ति चाहिँ त्याग्यो भने चाहिँ नेपाली फिल्म अवश्य पनि एक दिन माथि जान्छ भन्ने मेरो विचार छ. ओके, थ्यांक यू फर योर भ्यू. जहाँ तेरी खुशी अनि न्यानोपना छ देख्दैछु म त नौलो सपना हाम्रो साथ सधैँ सधैँभरि रहनेछ. आरिस नगरोस् कसैले हाम्रो यो मायामा. खुसी मात्र लक्ष्य हाम्रो सधैँ हो. आँखा नलागोस् माया नमरोस् अमर नै रहोस् यो हाम्रो सम्बन्ध. मैले एकजना ब्युटिफुल लेडी देखिरहेको छु. हेलो. हेलो. सो व्हाट्स योर गुड नेम? It's Michi. Michi Amatya. Okay, Michi, के गर्नुहुन्छ? Well, I work and I study at the same time. So you work and study. Yes. तपाई फिल्म हेर्नुहुन्छ? Nepali movie like कहिलेकाहीँ मात्र टाइम भ्यायो भने मात्र हेर्छु. Not every day. I mean like when I get a big days off त्यसमा मात्र हेर्छु. So नेपाली फिल्म कस्तो लाग्छ? नेपाली मुभीको बारेमा चाहिँ लाइक त्यस्तो विधि चाहिँ हेर्दिनँ. होइन त रिसेन्ट मुभी मैले हेरेको चाहिँ लुट हो अनि आई हर्ड द्याट इट्स भेरी गुड मुभी होइन. त्यही भएर मेरो फ्रेन्डले रेफर गरेको भएर मैले वाच गरेको. सो अहिलेको हुन्छ नि नेपाली मुभीहरूमा चाहिँ आई थिङ्क लाइक अलिकति बेटर भइरहेको छ कम्पेयर टु लाइक प्रिभियस हुन्छ नि पहिलाको बराबरहरू भन्दा अहिले अलि राम्रो भइरहेको छ. सो आई थिङ्क लाइक अहिले चाहिँ द इम्प्रुभिङ इन लाइक डिफ्रेन्ट सेक्टर हुन्छ नि लाइक इन ड्रेसअपदेखि लिएर तपाईँको लाइक डिरेक्टर प्रडक्सन लाइक इभन द quality of Nepali movie is far more better than before. So I think they're improving, they're doing good. So अझै यो भन्दा बेसी इम्प्रुभ गर्नलाई के गर्नुपर्छ होला? इम्प्रुभमेन्ट को लागि चाहिँ कपी नगरिकन हुन्छ नि. सो वाट एभर दे ह्याभ आई मिन लाइक जे चाहिँ यिनीहरूलाई आउँछ होइन त्यो बारेमा गर्ने
अब यताउता हुन त कपी त ओभियसली अलिकति गर्ने तर एक्ज्याक्टली त्यही चाहिँ कपी नगरिकन होइन अलिकति गर्दा आई थिङ्क त्यस्तो गर्दा हुन्छ होला सो यु थिङ्क अलिकति बेटर भइरहेछ होइन त नेपाली फिल्म या अलिकति बेटर भइरहेछ सो थ्याङ्क यू सो मच मिजी थ्याङ्क यू बस्ती छ यो हावामा धुनु उस्तै यो मनमा जोस चाहिँ छ यो बाफुमा होस उस्तै यो तनमा बिन्दा छ यो लाइफ चपली हाई के नाम राहुल भट्ट राहुलजी के गर्नुहुन्छ स्टुडेन्ट पढ्दै हुनुहुन्छ सो तपाईँलाई एउटा क्वेसन सोध्छु होइन तपाईँ नेपाली फिल्म हेर्नुहुन्छ अभियसली हेर्छु कहिलेकाहीँ रेगुलरली हेर्दैन कहिलेकाहीँ मात्रै हेर्छु कुनै स्टार कास्टबाट इन्सपायर भयो भने मात्रै सो रिसेन्ट फिल्म कुन चाहिँ हेर्नुभयो रिसेन्ट आई थिङ्क बिफोर 1 year आई हेभ वाच्ड कोही मेरो कोही मेरो हेर्नुभयो होइन त कस्तो लाग्यो नि फिल्म राम्रो थियो प्रेजेन्टेसन राम्रो थियो अलि मोडर्न हाम्रो इमेजिनेसनलाई मिट गर्थ्यो सो अहिले नेपाली फिल्म अलिकति डेभलपिङ स्टेजमा छ होइन यसको बारेमा तपाईँले सुधार्नुपर्ने पक्ष अब डेभलपिङ त अभियसली छ होइन तर त्यसमा पनि नकारात्मक पक्ष हुन्छ होइन पोजिटिभ ट्रेन्ड हुन्छ कुन चाहिँ अब कस्तो गरी सुधार्ने हो होइन अनि कसरी चाहिँ पोजिटिभ वेमा कसरी एन्करेज गर्ने त हाम्रो डिरेक्टर प्रड्युसरहरूलाई एक्चुली म पनि फिल्म इन्डस्ट्रीको बारेमा अप टु डेट हुन्छु होइन सो त्यसको लागि के गर्नु पऱ्यो भने पहिला सुरुमा त स्टार कास्टहरूलाई अलिकति ट्रेन गरेको अलिकति एजुकेटेड क्यान्डिडेट्स हु क्यान अन्डरस्ट्यान्ड द स्टोरी होइन स्टोरी अन्डरस्ट्यान्ड गर्ने स्टोरी पनि अलिकति राम्रो हुनु पऱ्यो कि जे पाए त्यही जस्तो पायो त्यस्तै विषयलाई ल्याएर फिल्म बनाइहाल्ने होइन जो पायो त्यसलाई हिरो हिरोइन बनाउने वाट आर द रिक्वायरमेन्ट्स अफ टु बी एन एक्टर एक्ट्रेस होइन सो दोज कन्सर्न पिपुल मेन पिपुल सुड बी कन्सर्न ओभर दे सो युथले चाहिँ कस्तो भूमिका खेल्छ त अब नेपाली फिल्म इन्डस्ट्री अहिले चाहिँ अलिकति डेभलपिङ फेजमा छ यो त अभियसली दर्शकहरूले गर्दा नै भएको हो होइन युथको चाहिँ कस्तो खालको भूमिका छ त युथहरूको पनि अब युथहरूले सधैँ के विदेशी फिल्म कहिले हलिउड बलिउड भनेर मात्रै दगाउनु भएन कि अलिकति उनीहरूले यति अर्न गर्छ उनीहरूको के अरे यस्तो लाउँछ यस्तो त्यस्तो गर्छ भनेर मात्रै हामीले खालि आफ्नो वान जुन हाम्रो एक्टर एक्ट्रेसहरू रहेका छन् उनीहरूलाई के अरे इन्करेजमेन्ट गर्नको लागि त पहिला उनीहरूलाई सपोर्ट गर्नु पऱ्यो उनको मुभीहरू गएर हेर्नु पऱ्यो फर्स्ट अफ अल त मुभी मेकरहरूले के ध्यान दिनु पऱ्यो भने स्टोरी अनि प्रेजेन्टेसनमा मेनली फोकस हुनु पऱ्यो कि राम्रो चिज जे पनि संसारमा जे पनि बिग्छ के अब राम्रो क्वालिटी नै राम्रो छैन भनेपछि त्यो हाउ कुड दे क्यान्सेल होइन Rain on me through my sorrow I'm in pain Take me on to the place where I can be with you once again. Watching you leave is hard to see. Just cannot stop burning tears to bleed. I'll wait for you at same on the tree. No matter where I go and do, no matter what I put you through, everywhere it's out of blue. I will always miss you. No matter where I go and do, no matter what I put you through, everywhere it's out of blue. I will always miss you. सो अब पनि फेरि कुराकानी गरौँ एकजना मित्र देखिसकेको छु हेलो यहाँको शुभ नाम राज राजी के गर्नुहुन्छ म स्टुडेन्ट तपाईँ स्टुडेन्ट हुनुहुन्छ तपाईँ नेपाली फिल्म हेर्नुहुन्छ हो ठिकै भन्नाले अब रिसेन्टली कुन फिल्म हेर्नु भएको छ लुट हेर्नुभयो कस्तो लाग्यो ठिक छ अनि नेपाली फिल्म तपाईँ लुट हेर्न जानुभयो होइन के कारणले हेर्न जानुभयो त्यही राम्रो छ अलि नयाँ उसमा छ भन्ने भएर तपाईँले सुन्नुभयो अनि जानुभयो हजुर आफै मन लागेर त जानुभयो होइन नि जे अब सुनेकै आधारमा तर तपाईँले सुनेको आधारमा सेटिस्फाई त हुनुभयो नि ठिक छ होइन त अनि इम्प्रुभ गर्ने कुरा चाहिँ के छ नि नेपाली फिल्ममा त्यही हो अलिकति बोलीदेखि लिएर सबै कुरा चेन्ज गर्नु पर्यो अलि सो तपाईँ त्यस्तो सोच्नुहुन्छ होइन त तपाईँलाई एज अ होल राम्रो लाग्यो होइन त हजुर ठिक छ थ्याङ्क यू सो मच नाम पुनमजी के गर्नुहुन्छ अहिले त म केही गर्दिनँ खास स्टडिजमा ब्रेक लिएर बसिरहेको छु
ओके अनि तपाईँ नेपाली फिल्म हेर्नुहुन्छ? हेर्न त खुब रहर छ तर हेरेको छैन रिसेन्टली हेरेको छैन अहिले हालसालै हेर्नुभएको चाहिँ कुन हो? रिसेन्टली नभए पनि होइन 1-2 इयर ब्याक हेरेको कुन चाहिँ? मेरो एउटा साथी छ मेरो एउटा साथी छ हेर्नुभयो? मुभी होइन मुभीको नाम त हो नि हो ओ माई गॉड हो मुभीको नाम हो होइन तपाईँ स्टिल कन्फ्युज हुनुभयो ओके अनि तपाईँलाई नेपाली फिल्ममा के मनपर्छ? त्यस्तो खासै भन्नलाई त केही छैन त्यो पनि अब आफ्नो कन्ट्रीको मुभी भएर चाहिँ हेर्नु मन लागेको तपाईँ हेर्न त जानुभयो नि होइन मेरो एउटा साथी छ घरमै हेरेको म खास यहाँ बस्दिनँ नेपालमा बस्दिनँ अस्ट्रेलियामा बस्छु होइन म वहीँ घरमै हेरेको ओके अस्ट्रेलियामा बसेर पनि तपाईँले नेपाली फिल्मलाई एकदम माया गरिदिनु हुने रहेछ होइन म यहाँबाट जाँदाखेरि एभ्री टाइममा म उयो सिडिजहरू कलेक्ट गरेर लिएर जान्छु म साथीहरूलाई पनि दिन्छु हेर्छु घरमा फ्री टाइम भएको बेलामा सो तपाईँले एकदम माया गर्नु हुने रहेछ होइन यसै गरी माया गरिदिनुहोस् थ्याङ्क यू सो मच पुनमजी म छु यहाँ मेरो मन माथि आकाशैमा उडिरहेछ डुलिरहेछ कसैको साथमा भुलिरहेछ मेरो पनि पागल मन त्यही दुनियामा उडिरहेछ डुलिरहेछ कसैको यादमा भुलिरहेछ ख्यालै ख्यालमा खजुल्यो कि ख्यालै ख्यालमा मन मिल्यो कि हेलो हेलो यहाँको शुभ नाम? मेरो असिम लुटेल असिमजी तपाईँ के गर्नुहुन्छ? म पढ्दैछु पढ्दै हुनुहुन्छ अनि फिल्म चाहिँ कतिको हेर्नुहुन्छ नि? हेर्छु कहिलेकाहीँ हेर्नुहुन्छ नेपाली फिल्म हेर्नुहुन्छ? अलि खासै हेर्नु भएन खासै हेर्नुहुन्न नहेर्नुको रिजन चाहिँ के हो नि? त्यति हेरिदिएर नहेरेपछि इन्ट्रेस्टिङ हुँदैन जेनरली इङ्ग्लिस हेर्छु जेनरली इन्ट्रेस्ट छैन भन्नुभयो तपाईँले नेपाली फिल्ममा होइन इङ्ग्लिस फिल्म हेर्नुहुन्छ तर इन्ट्रेस्ट नहुनुको पछाडि पनि कारण होला नि त त्यति राम्रो क्वालिटीको बन्दैन होइन तर युथहरूले नै यसरी डिस्करेज गरेपछि नेपाली फिल्म अझै पनि उँभो लाग्नु सट्टा झन् खस्किन्छ जस्तो तपाईँलाई लाग्दैन? त्यो त लाग्छ तपाईँ त देशको युथ हुनुहुन्छ होइन तपाईँले माया गरिदिएपछि पो अलिकति हाम्रो डिरेक्टर प्रड्युसरहरूले पनि इन्करेज हुन्छ उहाँहरूलाई पनि होइन सो द्याट दे क्यान इम्प्रुभ होइन हो कि होइन तपाईँलाई त्यस्तो लाग्छ कि लाग्दैन? त्यो त लाग्छ तर माया गर्न लायकको फिल्म पनि बन्नु पर्यो होइन माया गर्नलाई त जेनरली माया गरेकै छन् ओके तपाईँबाट आशा नगरे हुन्छ तर नेपालको युथले नै यसो भनेपछि त इट्स भेरी अब के भनौँ डिस्करेजिङ भने त्यही पनि थ्याङ्क्स फर कहाँ हो कहाँ मिठो प्यास जाग्यो मुटुको छेउमा होला हेलो हेलो यहाँको शुभ नाम? मेरो नाम चाहिँ सुमन नेपाल हो सुमनजी के गर्नुहुन्छ? म सानोतिनो जब गर्छु ओके जब गर्नुहुन्छ तपाईँ फिल्म कतिको हेर्नुहुन्छ? फिल्म अब भ्याइसम्म कहिले काहीँ हेरिन्छ नेपाली फिल्म हेर्नुहुन्छ? नेपाली फिल्म अलिअलि हेरिन्छ हेर्नुहुन्छ ओके अनि रिसेन्ट फिल्म चाहिँ कुन हेर्नु भएको छ? रिसेन्टली फिल्म चाहिँ के यो माया हो भन्ने चाहिँ हेरे जस्तो लागेको थियो मलाई होइन ओके अनि तपाईँ फिल्म हेर्नु हुने रहेछ तपाईँलाई चाहिँ के रिजनले एट्र्याक्ट गर्छ नेपाली फिल्म हेर्नमा? एउटा चाहिँ अब नेपाली भएको कारणले गर्दाखेरि नेपाली फिल्म हेर्नुपर्छ जस्तो लाग्छ होइन र नेपाली फिल्ममा अब कति कुरा चाहिँ अब जे पनि कपी गरेको जस्तो हो कि भन्ने चाहिँ हुन्छ होइन प्रमोहरू कति फिल्म हामीले अब प्रमोहरू हेर्छौँ नि त्यो प्रमोहरू हेर्दाखेरि चाहिँ अब त्यो अब सिधै कपी गरेको हो कि भन्ने चाहिँ हुन्छ अब अहिले चाहिँ धेरै नयाँ फिल्महरू चाहिँ अब युवा पिँढीहरूले चाहिँ बनाइरहेको छ युथहरू पनि अब इन्भल्भ भइरहेको छ नेपाली फिल्ममा होइन जस अब अहिले चाहिँ जस हेर्न लायकै नै बनाइरहेको छ तर प्रोमोबाटै छुट्याउन मिल्दैन नि टोटल्ली कपी हो कि होइन भनेर होइन प्रायः त्यस्तो नै हुन्छ भइरहेको जस्तो लाग्छ मलाई किनभने 4-5वटा गीत हालिदियो होइन 4-5वटा अब यसो अब डायलग हालिदियो अनि अब 4-5वटा अब फाइट साइड हालिदियो होइन कमेडी हालिदियो सकियो क्या फिल्म त्यो चाहिँ अब कुनै पनि रिसर्च कुनै पनि फिल्मलाई अब राम्रोसित रिसर्च गरेको चाहिँ पाइएको छैन क्या ओके तपाईँ त्यही भन्नुहुन्छ अनि त्यसपछि इम्प्रुभ गर्न चाहिँ के गर्नु पर्ला त? इम्प्रुभ गर्नलाई चाहिँ मेरो विचारमा अब एउटा राम्रो मान्छेहरू रिसर्च गरेर होइन जुन कुरामा पनि राम्रोसित लाग्यो भने त्यो अवश्य पनि राम्रो नै हुन्छ होइन मेरो विचारमा चाहिँ नेपाली फिल्मलाई माथि उठाउने हो भने चाहिँ एउटा रिसर्च गरेर कस्तो फिल्म बनाउँदाखेरि अब स्टोरीदेखि लिएर अनि अलिक ट्यालेन्ट मान्छेहरू जस्तै अब हिरो हिरोइनी पनि अब पैसा अब 2-3 लाख हालिदिइहाल्यो भने अब हिरो बन्ने होइन हिरोइनी बन्ने अब त्यस्तो प्रवृत्ति चाहिँ त्याग्यो भने चाहिँ नेपाली फिल्म अवश्य पनि एक दिन माथि जान्छ भने मेरो विचार छ ओके थ्याङ्क यू फर योर भ्यू लैजाऊ न
कहानी भयो उहाँहरूको भ्यू पनि बुझ्ने अवसर पाएँ यहाँ एन्ड नेपाली फिल्ममा चाहिँ इम्प्रुभ गर्नुपर्ने कुराहरू पनि छ एन्ड यस एट्र्याक्ट गर्ने कुराहरू पनि छ सो यो भ्यूका साथसाथै आज मैले यो प्रोग्रामबाट बिदा माग्नुपर्ने बेला भइसकेको छ नेक्स्ट विक फेरि उपस्थित हुने नै छु तबसम्मको लागि किप स्माइलिङ बाई